हामी अब लाग्यौं। आशिष के छ, कहाँ जानु लाग्यो? हामी यति रोड ट्रिप हिँडेको कहाँसम्म जाने त? खै छैन। आज फर्किन्छौँ कि भोलि फर्किन्छौँ? हामी त अब घुम्न निस्केको। अब बाटोमा जहाँ जहाँ हुन्छ त्यही पस्ने भनेर। अब कहाँ जाने चाहिँ थाहा छैन, बस्छौँ बस्दैन पनि थाहा छैन। छुट्टी भयो अनि त्यही भएर निस्क्यौँ। कस्तो राम्रो। हामी चाहिँ अहिले जाँदैछौँ। यो हामी अब हनेफस पुग्ने बेला हुन लाग्यो। यताबाट हामी जान्छौँ कता त? गोल गोल जान्छौँ। कस्तो राम्रो छ। मात्रै हुँदो रहेछ जुम। बा यहाँ त पुरा फ्रोजन लेख्दैछ गाडी। खै के हाम्रो नि 88 हो। देखिँदैन होला यहाँ त देखिन गइसक्यो। भ्लगमा स्वागत छ। फेरि पनि हामी त खाना खाएर अब के खानेछ? चिसो चिसो बियर। ह्याप्पी न्यू इयर। चिसो बियर। ह्याप्पी न्यू इयर। थ्याङ्क यू। चेयर्स। मजा आयो? भोलि अब हामी के गर्ने? एउटा निस्किने अनि त्यसपछि हामी मेट्योर खसेको वाला त्यो मेट्योर हेर्न जाने अनि त्यसपछि घर जाने घुम्दै घुम्दै। ओके बाई। ब्युटिफुल प्लेस। हामी चाहिँ अब जान लाग्यौँ। पानी परेर हैरान भएछ। उता माथि माथि बादल लागिरहेछ। अनि त्यसपछि हामी बसेको घर चाहिँ यो हो। राम्रो थियो, कोजी। मैले भिडियो खिच्छु भने ब्याट्री नभएर खिच्न बिर्सी।
ल बाई ल माइक DJI माइक 2 ट्रान्समिटर स्टोरेज फुल भनेर मात्र आउँछ खाली त्यसलाई फर्मेट गर्नु पर्ने थियो कि पहिला कसरी गरिनु हामी चाहिँ अब गइरहेछौँ घोस्ट टाउनबाट हाम्रो चाहिँ क्याम्पको रिसेप्सन चाहिँ यहाँ अगाडि छ यो क्याम्पको नाम चाहिँ गोल क्याम्पिङ सेन्टर हो अनि यहाँ चाहिँ एकदम धेरै बच्चाहरूको लागि एक्टिभिटिजहरू पनि थियो अब म चाहिँ त्यहाँ एक्सप्रेस चेकआउट बक्समा चेकआउट गरेर आउँछु त्यो हालेर आउँछ त कसलाई केही भन्नु पर्दैन रहेछ त्यो चेकआउट बक्समा हाल्ने मात्रै रहेछ फोटो चाहिँ खिचेर आउनु पर्ने ऊ त्यहाँ अगाडि हेर न चेकआउट बक्स छ नि हेर रातो त्यहाँ कोही छ भने हामीले अपार्टमेन्ट क्लिन गऱ्यौँ पेन भेटाएन नाम लेख्न भन है ऊ चाहिँ गयो त्यहाँनिर भन्नुलाई राम्रो थियो ठाउँ चाहिँ एकदमै राम्रो थियो सजिलो थियो सबै किचन इक्विपमेन्ट्सहरू सब थियो त्यो क्याबिनमा एकदम सफा पनि थियो हामीले जसरी युज गऱ्यौँ त्यसरी नै छोडेर पनि आयौँ अब चाहिँ हामी ब्रेकफास्टै गरेका छैन हिजो सामानहरू किनेर लिएर आएनौँ ब्रेकफास्टको लागि भनेर अनि त्यही भएर अब चाहिँ हामी एउटा त्यहाँ हिजो हामी यसो निस्किँदाखेरि घुम्न निस्किँदाखेरि चाहिँ सेन्टरतिर बेकरी देखेको थियौँ लोकल बेकरी जस्तो लाग्थ्यो अब त्यतै जाँदैछौँ खाना अब खोज्नुपर्छ कोही भेट्यौ मान्छेहरू चाहिँ रिसेप्सनमा भन्यो सफा नि गरेँ अनि के भन्दै थिएँ मैले बुझ्दै बुझिनँ अनि यहाँ ताक भन्नु भयो ओके अब हाम्रो चाहिँ ब्याक होम जर्नी सुरु भयो फेरि यहाँबाट लाग्छ मेबी सिधा गयो भने 2-2.5 घन्टा लाग्छ होस्टेलसम्म पुग्नलाई घरसम्म पुग्नलाई तर हामी रोक्दै रोक्दै जान्छौँ हामी मेटेयर खसेको त्यो ठाउँमा पनि हेर्न जान्छौँ लास्ट टाइम पनि हामी गाइलो जाँदाखेरि चाहिँ हेर्न जाने है भनेर भन्दाखेरि भ्याएको थिएनौँ राम्रो थियो कि ब्याक आएको हो हामी कि उता त्यही सेन्टरतिर जाँदैन हामी अब कफी खान जाँदैछौँ Here is the coffee. Here is the coffee. Must चाहिँदैन coffee. आशिषले चाहिँ माइक लाउन स्ट्रगल गरेर हिँड्छ त्यहाँ कसरी ल्याउने यो पछाडिको यो म्याग्नेट भएको ठाउँमा थिच न यहाँ अगाडि र पछाडि थिचेर अनि लाग्छ लाग्यो नि त अन गरिसक्यो होइन खै आइरहेको त होला नि ल चेयर्स चेयर्स मिठो मिठो लोकल ठाउँहरूमा चाहिँ मिठो हुन्छ क्या यो एस्प्रेसो हाउसहरू भन्दा होइन कस्तो रहेछ त्यो नर्मली मन त पर्छ है त्यो यो हामीलाई मनपर्ने हो नि त होइन नर्मली अरू बेला नि कस्तो रहेछ मिठो गुलियो पनि एकदम ठिक्क छ क्या लास्टै गुलियो हुन्छ नि कुनै कुनै चाहिँ यहाँ छु मेरो कफी मलाई चिनी हाल्नै नपर्ने रहेछ यसमा ठिकै रहेछ कि मिठो छ अब हामी कफी खाएर अब वी आर हेडिङ ब्याक अनि अन भयो त हामी कहाँको त्यो ठाउँको नाम देखाइदेऊ न हामी अब जाने चाहिँ खै के क्रेटर रे मेटियोर क्रेटर हेर्न जाने अब पानी परिरहेछ हामी चाहिँ उत्यो वालामा खाएर आएको कसरी फर्काउने यसलाई अब उ यहाँनिर त्यो गोल बेकरीमा खै यसलाई जुम गरेर अलिकति गोल बेकरीमा खाएर आयौँ
पानी परिरहेको छ अनि हामी चाहिँ अब उता कस्तो मजाले बादलहरू उठिरहेछ यो चाहिँ सेन्टर हो यहाँको गोलको अझ अगाडि पनि हो क्या अरे मेन सेन्टर त अगाडि छ यो पनि सेन्टरै हो अनि त्यसपछि अब हामी चाहिँ मिठो थियो है त्यहाँ पनि पानी पर्यो के अब हामी चाहिँ जान्छौँ हाम्रो गाडी हो यो हामी फर्स्ट लङ टुर यो गाडी किनेपछि चाहिँ यही नै हो हाम्रो अब बिस्तारै हामी जानेवाला छौँ बिस्तारै बिस्तारै है ओके सी यू एकछिनपछि सी यू कति राम्रो खोलाहरू हामी चाहिँ अहिले यही बाटो हुँदै मेट्रो राइड को क्रेटर हेर्न जाँदैछौँ अब कतासम्म पुगिन्छ हेरौँ हामी हिँड्नुपर्छ कि पर्दैन भनेर क्लियरली नै देखेनौँ अनि त्यही पनि हामी आइरहेछौँ अब भेट्यो भने धेरै हिँड्नुपर्ने रहेछ भने हामी यो पानीमा हिँडेर चाहिँ जाँदैनौँ किनकि हामी हिँड्नलाई हाइकिङ गर्नको लागि चाहिँ रेडी भयो हामी यहाँ माथि आइसक्यौँ धेरै माथि 3 किलोमिटर्स भनेर देखाएको त अझै 2.3 किलोमिटर्स बाँकी छ अनि त्यसपछि यहाँ चाहिँ हिउँ पनि परिरहेछ ल अब कता हो मजाले हिउँ परिरहेछ बाहिर के अनि फेरि किन देखाइरहेछ त जहाँ उसबाट चाहिँ के यताबाट त हामी जाँदाखेरि फेरि गाडी चिप्लिँदैन नि त्यहाँबाट त फर्किनु देखाएको छ त ल हामी त मिस्टेक गऱ्यौँ क्या त्यही तलपट्टिबाट भित्र छिर्ने ठाउँ रहेछ क्या हो कि बुका यस्तो हुन्छ है राम्रो डिरेक्सन नराखिदिएपछि यहाँ चाहिँ खोइ के हो यो नयाँ नयाँ प्लान्टहरू रोपेको रहेछ क्या क्रिसमसको लागि रहेछ क्या यो त सबै पुरानो काट्दै नयाँ रोप्दै छैन यहाँ त उतै अगाडि छ होला क्या त्यो त्यहाँबाट अनि अघि किन देखाइरहेको त यता फेरि हामी फर्किने भयो खै मेटेर नदेखिने भयो जस्तो छ हामी चाहिँ अहिले छौँ अब हालिङदाल्स एल्वा हालिङदाल रिभर भन्ने यसको नाम हो अनि पानी परिरहेछ अलि चिसो छ अनि मैले ज्याकेट पनि निकालेर लगाएँ हामी छाता ओढेर बसिरहेछौँ अब म देखाउँछु हालिङदाल एल्वा ल यो चाहिँ हालिङदाल एल्वा हो कस्तो ठुलो रहेछ कि यो पनि है तल कति माथि देखेको थियो
अनि हामी चाहिँ यसो गाडी पार्क गरेर घुम्न आएको हो त्यहाँनिर चाहिँ बोट डुब्यो के डुबेको हो त्यहाँनिर चाहिँ मान्छेहरू चाहिँ केही भएन होला नि त्यस्तो हाँस जस्तो देखिन्छ तर होइन मैले अघि पनि देखेको थिएँ त्यो पानी परेर चाहिँ अलिकति बोर भयो क्या है पानी नपर्दा भए हिजो पानी नपर्दाखेरि हिँड्न कस्तो रमाइलो भएको थियो आज चाहिँ पानी पऱ्यो घाम लाग्यो भने त यस्तो यस्तोमा बस्नु त रमाइलो हुन्छ क्या ठक्क ग्रिल गर्ने बस्ने होइन अनि कस्तो मजाले हेर त बादलहरू उतापट्टि चाहिँ ट्रेन हिँड्ने बाटो हो त्यो हो त्यहाँ चाहिँ ट्रेन आयो भने त हुन्छ नि बादल उडिरहेछ पानी कस्तो क्लियर कस्तो राम्रो छ कति राम्रो देखिएको ठाउँहरू चाहिँ यहाँ चाहिँ पहिला कहिले हो फ्लडिङ भयो रहेछ अनि कति धेरै सबै बन्द रहेछ यो 7-11 पनि फ्लडिङले गर्दा बन्द भएको रहेछ यो चार्जिङ गर्ने ठाउँमा अनि त्यसपछि some are so hilarious thanks a dog यो 2023 देखि बन्द रहेछ क्या हो 2023 देखि नै बन्द हो कि के हो त्यहाँ हेर न पोग्रुन एक्सट्रेम्स बारे some are so hilarious thanks a dog åtta 2023 Extremvärdet som är så följervisning idag. Ja, What is this? आज नि बन्द छ यतापट्टि चाहिँ होटल जस्तो छ होटल होइन कि के भन्छ बस्ने ठाउँ त्यो पनि बन्द छ त्यो पनि फ्लडिङले गरेर बन्द भयो भनेर देखाएको छ हिल्सको थ्रोल हार यो चाहिँ त्रोल हो यहाँको एउटा दन्ते कथाको हुन्छ दन्ते कथाको के हो यो अर्को त्रोल हो दन्ते कथाको भूत हो नर्वेजियन दन्ते कथाको भूत एउटा त्रोल यहाँ छ अर्को त्रोल यहाँ उता छ साथी भेटेर अब हामी फर्किन लाग्यौँ हामीले चाहिँ बाटोमा यहाँ ड्राइभ गर्दाखेरि चाहिँ ठाउँ ठाउँमा हनी राखिदिएको देख्यौँ यो चाहिँ अब उनीहरूले लोकल हनी प्रड्युस गरेर हुन्छ अनि किन्न मिल्छ आफै देखाउँछ है अब हामीलाई चाहिँ पहिला पनि हामीले लिएर गएको थियौँ अनि हामीलाई एकदमै मन परेको थियो त्यो सकिन थाल्यो अनि अहिले हामीले देख्यौँ त्यही भएर हामीले लिनु पर्ला भनेर हेर्दैछौँ लिने हो म निस्किनु बाहिर यहाँ पार्क गरेको ठाउँमा है के गर्छौ त्यहाँनिर छ ए मैले त अफ पो गरेछु नि त यो त तर साउन्ड त आयो होला नजिकै छु म खै यो चाहिँ हामी उताबाट ड्राइभ गरेर आइरहेको थियौँ अनि कति ठाउँमा देख्यौँ यसरी हनी राखेको हुन्छ हनी मात्र होइन अरू के खानेकुरा भन्नाले यो अर्ग्यानिक अथवा लोकल प्रडक्ट्सहरू राखेको हुन्छ यहाँ चाहिँ अहिले हनीहरू धेरै राखेको रहेछ अनि आफैले पे पनि गर्न मिल्छ यहाँको हनी चाहिँ कुनवाला रहेछ भनेर हेरौँ न पहिला यो चाहिँ लिङ हनिङ रहेछ बुलन्स पिरियड अगस्त 2028 सम्मको लागि यो बच्चाहरूलाई चाहिँ दिन नमिल्ने रहेछ यो 12 महिनाभन्दा नदिनु नै भन्छ क्या अरे कति ग्राम रहेछ यो 250 ग्राम रहेछ लैजाउँ त होइन यसको 100 क्रोनर रहेछ अब भिप्स गर्नु पर्यो म भिप्स गर्छु खै होइन होला अनि हाम्रो यहाँ चाहिँ यस्तो छ यो चाहिँ उडाउँछ भनेर होला कि ढुङ्गाहरू राखिदिएको है तर हिजो मैले देखाएको थिइनँ नि हिजो नि म हेर्दै आएको आज देखेको यो हेर मेरो बर्थडे भएर बर्थडेको लागि पनि आएछ
कति हो 42046 42046 हनी हाउस कति 100 यस्तो चाहिँ हामीले नेपालमा चाहिँ देख्दैनौँ खासै हैन मैले चाहिँ देखाएको छैन अलि टाढा टाढा चाहिँ हुन्छ भन्ने सुनेको हो तर यहाँ यस्तो छ कस्तो राम्रो ठाउँ पनि मैले पे पनि गरिसके र यस्तो राम्रो ठाउँमा बसेछौँ हामी हित्ता सित्ता रहेछ कि उतातिर यस्तो दामी दामी हित्ताकै घरहरू हो कि के हो त्यो के हित्तै होला त्यो यिनीहरू त अच्छा चिसो रहेछ है ल जाउँ बाई बाई हनी ल डर लाग्दैछ फाइनली हामी ओस्लो आइसकेको छौँ अब अनि हामी अब घर जाँदैछौँ यहाँबाट यस ठाउँको नाम के हो अरे मैले नामै बिर्सेँ स्क्वेन कटेपछि आइसकेको छौँ यहाँ चाहिँ बोट्सहरू छ धेरै होइन बोट पार्क गरिरहेछ समरमा मजाले चलाउनलाई आशिष पनि थाक्यो होला म त निदाएछु आशिष इज ड्राइभिङ अब आवर ट्रिप ends here. Thank you for watching. Please subscribe, like and share this video. Please like, share and subscribe ताकि हाम्रो पनि अलि धेरै फलोअर्स होस् अनि हामीलाई सपोर्ट गरिदिनुहोस् मैले यो बनाउन सुरु गरेको फर्स्ट हो यो मेरो त्यही भएर अनि म ट्राई गर्छौँ हामी अझ राम्रो राम्रो भिडियो बनाउनलाई हैन यो चाहिँ हाम्रो प्र्याक्टिस मात्रै पनि हुन सक्छ हैन त अब सामान निकाल अब चाहिँ बाई 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 गरिदेऊ न